आमा यहाँहरू सबैजनाले जय मसीह र प्रभुलाई धन्यवाद भएको तपाईँहरू सबैजनालाई मेरो युट्युब च्यानलमा म स्वागत गर्दछु। र आज म तपाईँहरूको माझमा परमेश्वरको वचनबाट तपाईँहरूलाई केही उत्साह अनि हौसला दिनको निम्ति म तपाईँहरूको माझमा उपस्थिति भएको छु। प्रभुलाई धन्यवाद भएको विशेष गरी त। अनि आज चाहिँ हामी परमेश्वरले मानव जातिलाई किन सृष्टि गर्नुभयो भन्ने कुरा हामी हेर्नेछौँ, वचनबाट हामी हेर्नेछौँ। र विशेष गरी त जसरी पृथ्वीमा हामी आफ्नो छोराछोरीहरूलाई चाहिँ जन्माउँछौँ, कारण हामी चाहिँ एउटा घरमा कुनै पनि एउटा नोकर काम गर्ने मान्छे चाहियो भनेर चाहिँ हामी जन्माउँदैनौँ, तर के त उत्तराधिकारी बनाउनको निम्ति, हामीसँग साथमा रहनको निम्ति, उसँग माया का कुराहरू, असल कुराहरू बाँडचुट गर्नको निम्ति हामीले चाहिँ पृथ्वीमा चाहिँ सन्तान जन्माउँदछौँ है। अनि आज हामी हेर्नेछौँ परमेश्वरले चाहिँ मानिस जातिलाई किन बनाउनु भयो है। विशेष गरी त परमेश्वरले चाहिँ सबै थोकहरू चाहिँ मुखले बोलेर सृष्टि गर्नुभयो, तर मानिसलाई चाहिँ उहाँले हातले बनाउनु भयो। हालेलुया। आफ्नै हातले आफ्नै स्वरूप अनि समानतामा बनाउनु भयो। हालेलुया। अनि हामी हेर्नेछौँ उत्पत्तिको पुस्तक 1:26लाई। यहाँ यसो भनेर लेखिएको छ, उत्पत्तिको पुस्तक 1:26, यहाँ यसो भनेर लेखिएको छ, फेरि परमेश्वरले भन्नुभयो मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू र पालिने पशुहरू र जमिनमा चहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। हालेलुया। परमेश्वरले चाहिँ हामीलाई चाहिँ अधिकार गर्नको निम्ति बनाउनु भयो। हालेलुया। पृथ्वीमा चाहिँ परमेश्वरले सबै कुरा बनाउनु भयो। अनि त्यसपछि यसमाथि चाहिँ है परमेश्वरले जब सुरुमा बनाउनु भएको थियो ती सबै हेर्नको निम्ति एकदमै असल सुन्दर थिए भनेर हामी बाइबलमा वचनमा पाउँदछौँ है। सुन्दर थिए। अनि त्यो सुन्दर ठाउँमा चाहिँ मानिस जातिलाई चाहिँ एउटा अधिकार गर्नको निम्ति यिनीहरूले चाहिँ यहाँ भएको हरेक थोकमाथि अधिकार गरून् भनेर चाहिँ प्रभुले बनाउनु भयो। अनि अझै हामी अलिकति तल हेर्नेछौँ भनेदेखि मानिसलाई चाहिँ प्रभुले भन्नुभयो, परमेश्वरले है 28मा हामी हेर्ने हो भनेदेखि परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै जाऊ, त्यसलाई आफ्नो वशमा पार्दै जाऊ, समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर भनेर हामी पाउँदछौँ। हालेलुया। विशेष गरेर परमेश्वरले चाहिँ पृथ्वीमा अधिकार गर्नको निम्ति, राज्य गर्नको निम्ति प्रभुले सुन्दर सृष्टि गर्नुभयो। अनि त्यसमाथि चाहिँ अधिकार गर्नको निम्ति मानिस जातिलाई बनाउनु भयो। हालेलुया। जसरी हामीले आफ्नो छोराछोरीलाई हामी जन्माउँदछौँ त हामीलाई उसलाई चाहिँ प्रेम दिनको लागि है प्रेम गर्दछौँ विशेष गरी त। अनि त्यसपछि हामीले चाहिँ उसलाई उत्तराधिकारी बनाउँदछौँ है, उत्तराधिकारी बनाउँदछौँ। अनि हाम्रो सबै कुरामाथि उसलाई अधिकार हुँदछ। हालेलुया। अनि त्यसरी नै परमेश्वरले पनि सबै कुरा बनाउनु भयो। अनि मानिस जातिलाई चाहिँ एउटा उत्तराधिकारी अधिकार दिनुभयो पृथ्वीमा। हालेलुया। अनि प्रभुले चाहिँ यसरी चाहिँ मानिस जातिलाई चाहिँ बनाउनु भएको थियो। हालेलुया। अनि तर फेरि हामी अलिकति पछाडि हामी हेर्ने भनेदेखि त्यहाँ चाहिँ शैतानबाट छल भएको कारणले गर्दाखेरि जुन परमेश्वरले सुन्दर बगैँचामा उहाँसँग चाहिँ परमेश्वर चाहिँ मानिस जातिसँग चाहिँ सङ्गति गर्नुहुन्थ्यो। उहाँ चाहिँ जति बेला हुन्छ त्यति बेला मानिस जातिलाई भेट्न सक्नुहुन्थ्यो है। अनि सुन्दर बगैँचामा चाहिँ त्यसरी राख्नुभएको थियो। अनि अलिकति पछि हेर्ने भनेदेखि चाहिँ त्यहाँ चाहिँ मानिस जाति चाहिँ उनीहरू चाहिँ शैतानबाट छलिएको छ। अनि के त उनीहरूलाई परमेश्वरले जुन महिमा र आदरमा उहाँले राख्नुभएको थियो, अनि त्यहाँबाट चाहिँ उनीहरूले आफू छलिएको कारण, अनाज्ञाकारिताको कारणले गर्दाखेरि त्यो कुराहरू गुमाएका छन् है, त्यो कुराहरू गुमाएका छन्। अनि त्यसपछि चाहिँ पृथ्वीमा चाहिँ के त एउटा शैतानको कुराहरू चाहिँ आयो, जस्तै नराम्रो कुराहरू, रोग, बिमार, चिन्ता, फिक्री, डर, सबै मृत्युका कुराहरू आयो। त्यसपछि चाहिँ परमेश्वरले चाहिँ अधिकार परमेश्वरले जुन स्वरूप अनि समानतामा बनाउनु भएको थियो, अनि त्यो छवि चाहिँ उनीहरूको बिग्रियो है। जसरी उनीहरूको एउटा शैतानको छलको कारणले गर्दा अनि उनीहरूको एउटा अनाज्ञाकारिताको कारणले गर्दाखेरि है। अनि तर परमेश्वरले धन्यवाद भएको होस्, फेरि हामीलाई आफ्नो पुत्र येशू ख्रीष्ट दिएर 3:16मा हामीले हेर्ने भने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो,
उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। प्रभुलाई धन्यवाद भएको छ। परमेश्वरले फेरि आफ्नो पुत्र येशू ख्रिस्ट दिएर चाहिँ के त हामीलाई चाहिँ त्यो मृत्युबाट चाहिँ हामीलाई अलग गर्नुभयो। हालेलुया, हालेलुया। पुस्तकमा हामीले पाउँदछौँ कि पावलले भन्दछन् कि त्यहाँ तिमीहरू चाहिँ व्यवस्थाको श्रापबाट मोल तिरेर छुट्याइएको छौ है, किनभने काठमा झुन्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ है। अनि साँच्चै नै परमेश्वर चाहिँ क्रुसमा काठमा झुन्डिएर उहाँले हाम्रो पाप श्राप सबै लिनुभयो अनि के त हामीले चाहिँ आशिषमा राखिदिनु भयो। हालेलुया। अब्राहमलाई दिएको आशिष हामीले ख्रीष्ट येशूद्वारा प्राप्त गरेको छौँ। हालेलुया। हामी आशिषमा छौँ। हालेलुया। अनि परमेश्वरले चाहिँ हामीलाई के त आफ्नो उत्तराधिकारी हामीले बनाउनु उहाँले चाहिँ हामीलाई आफ्नो सन्तान हुने अधिकार दिनुभयो। हालेलुया। जसरी यूहन्ना 1:12 हामीले पाउँदछौँ है, जतिजनाले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। आमेन। अनि परमेश्वरले आज हामीलाई फेरि है जुन अधिकार आदमको बगैँचामा जुन छवि हाम्रो बिग्रिएको थियो तर फेरि परमेश्वरले हामीलाई के त उहाँको पुत्र दिएर चाहिँ हामीलाई आफ्नो सन्तान हुने अधिकार हामीलाई दिनुभयो। हालेलुया। हामीलाई फेरि त्यो अधिकार दिनुभयो। जुन गुमेको अधिकार चाहिँ फेरि हामीले प्राप्त गर्यो पृथ्वीमा राज्य अनि प्रभुता गर्नको लागि। हालेलुया। लुकाको पुस्तकमा हेर्नेछौँ, लुकाको पुस्तक 10:19 यहाँ यसो भनेर लेखिएको छ, परमप्रभु भन्नुहुन्छ, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुचल्ने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु र कुनै कुराले तिमीहरूको हानि हुने छैन। आमेन। हालेलुया। परमेश्वरले फेरि हामीलाई के त त्यो संसारको सारा शक्तिमाथि जुन आदम र हव्वाबाट चाहिँ जुन शैतानको जुन कुराहरू त्यो उनीहरूको त्यो शैतानको कुराहरू त्यो मृत्युको कुराहरूले चाहिँ जितेको थियो मानिसलाई है। अनि त्यसै कारणले गर्दा चाहिँ मानिसमा चाहिँ के त पाप आयो, हरेक दुःख कष्ट रोग बिमार है हामी अझै पनि देख्दछौँ पृथ्वीमा। अनि त्यो कुराहरू आयो तर जतिजनाले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे हालेलुया तिनीहरूलाई चाहिँ कुनै कुराले हानि गर्ने छैन। हामी वचन भने पाउँदछौँ परमेश्वरले हामीलाई ती सबै कुरामाथि हामीलाई अधिकार दिनुभएको छ। हालेलुया। आदमको बगैँचामा जुन आदम र हव्वाले चाहिँ जुन अधिकार गुमाएका थिए, जुन राज्य गर्नको निम्ति त्यो अधिकार गुमाएका थिए, अनि त्यो अधिकार चाहिँ फेरि प्रभु येशू ख्रीष्टले हामीलाई दिनुभएको छ। उहाँ आएर हामीलाई छुटाउनु भएको छ त्यो ठाउँबाट। हालेलुया। अनि हामी अहिले कहाँ छौँ त? हामी महिमामा छौँ, परमेश्वरको महिमामा, उहाँको उत्तराधिकारी। हालेलुया। उहाँको सन्तान हौ हामी। हालेलुया। त्यो प्रभुलाई धन्यवाद भएको छ। अनि साँच्चै नै परमेश्वरले चाहिँ हामीलाई अहिले पनि पृथ्वीमा राख्नु भएको छ कारण हामी चाहिँ राज्य गर्नको निम्ति। हालेलुया। हामीले प्रकाशको पुस्तक 5:10 यदि तिमीहरूलाई चाहिँ पृथ्वीमा राजा अनि परमेश्वरको पुजारी तुल्याइएको छ भनेर लेखेको छ। हालेलुया। हामी चाहिँ परमेश्वरको पुजारी अनि हामीले चाहिँ राजा हामीलाई तुल्याइसकेको छ। हालेलुया। सो हामी राज्य गर्ने व्यक्ति हो। हालेलुया। राजाले के गर्दछ? राज्य गर्दछ। राजाले के गर्दछ? आज्ञा गर्दछ। हालेलुया। सो हामी आज्ञा दिने अनि हामी राज्य गर्ने व्यक्ति हौँ। हालेलुया। परमेश्वरले चाहिँ अहिले पनि हामीलाई चाहिँ पृथ्वीमा है त्यो अधिकार दिनुभएको छ। हामी चाहिँ सबै शक्तिहरूमाथि हामी विजय हुन सक्दछौँ। हालेलुया। तपाईँ नडराउनु होला, तपाईँ कुनै कुरादेखि भयभीत नहुनुहोस्, किनभने तपाईँ अधिकार पाइएको व्यक्ति। कुनै पनि अन्धकारको शक्तिहरूमा तपाईँ नडराउनुहोस्, किनभने तपाईँ अधिकार पाइएको व्यक्ति हो। हालेलुया। परमेश्वरले हामीले सबै शक्तिमाथि अधिकार दिनुभएको छ। हालेलुया। अन्धकारको सबै शक्तिहरूमाथि उहाँले हामीलाई अधिकार दिनुभएको छ। हालेलुया। सो तपाईँ अधिकार पाइएको व्यक्ति हो, तपाईँ विजय व्यक्ति हो। हामी पहिलो यूहन्ना 4:4 र 5 हामीले त्यहाँ पाउँदछौँ, संसारमाथि चाहिँ विजय प्राप्त गर्ने को हो? त्यही हो जसले प्रभु येशू ख्रीष्टलाई परमेश्वरका पुत्र भनी विश्वास गर्दछ। आमेन। अनि साँच्चै नै आज हामी चाहिँ संसारमाथि विजय पाएको व्यक्ति हो। हालेलुया। हामीले फेरि विजय पायौँ प्रभु येशू ख्रीष्टद्वारा। हालेलुया। जो हामी जति पनि ख्रीष्टभित्र छौँ, जति पनि उहाँको रगतद्वारा हामी धोइएका छौँ, हामी चाहिँ एउटा
साधारण व्यक्ति होइन, हामी एउटा असाधारण व्यक्ति हौँ। हामी चाहिँ राज्य अनि प्रभुता गर्ने व्यक्तिहरू हौँ। हाको कुराहरू म तपाईँले के भन्न चाहन्छु भन्दाखेरि चाहिँ कतिपटक हामी विश्वासी भइसकेर पनि परमेश्वरले हामीलाई जुन अधिकार दिनुभएको छ, जुन अधिकारमा हिँड्न, जुन जुन राज्य गर्नको निम्ति हामीलाई त्यो दिनुभएको छ, कतिपटक चाहिँ हामीलाई चाहिँ थाहा नभएको कारणले गर्दाखेरि हामी एउटा नर्मल जिन्दगी जस्तो छ त्यस्तैमा चाहिँ हामी एउटा कम्प्रोमाइज गरेर चाहिँ हामी जिइरहेका हुन्छौँ है। तर होइन, तपाईँ चाहिँ विजय भइसक्नु भएको व्यक्ति हो। तपाईँ चाहिँ परमेश्वरबाट एकदमै प्रेम पाएको व्यक्ति हो। तपाईँ चाहिँ परमेश्वरबाट चाहिँ क्षमा पाएको व्यक्ति हो। तपाईँ चाहिँ धर्मी हो। हालेलुया। तपाईँले चाहिँ सारा शैतानका सारा शक्तिहरूमाथि चाहिँ तपाईँलाई अधिकार दिएको छ। हालेलुया, हालेलुया। र राज्य र प्रभुता गर्नको लागि चाहिँ हामीले चाहिँ एउटा कुरा चाहिँ थाहा हुनुपर्दछ, त्यो हो परमेश्वरको वचन। भन्दाखेरि परमेश्वरको वचन थाहा नभए हामीलाई चाहिँ कुन कुराहरूमा हामीलाई अधिकार दिएको छ, कुन कुरोमाथि हामी विजय पाएका छौँ त्यो हामीलाई थाहा हुँदैन है। तर जसै चाहिँ हामी चाहिँ वचनमा आफूले खोज्दछौँ भनेदेखि हामीलाई थाहा हुँदछ अनि हामी हरेक चिजमाथि चाहिँ हामी विजय पाउँदै जान्छौँ। हालेलुया। किनभने हामी वचनमा पाउँदछौँ। जब तिमीहरूले सत्य थाहा पाउनेछौ र सत्यले तिमीहरूलाई के त छुटकारा दिनेछ, सत्यले तिमीलाई स्वतन्त्र गर्नेछ। हामीले चाहिँ परमेश्वरले हामीलाई जुन अधिकार अनि जुन राज्य परमेश्वरले दिनुभएको छ अनि त्यो राज्यमाथि चाहिँ एउटा राजा जस्तो भएर, अधिकार पाइएको व्यक्ति जस्तो भएर हिँड्नको लागि चाहिँ हामीले चाहिँ उहाँको वचन हामीले पक्रिनु पर्दछ, मनन गर्नु पर्दछ अनि भन्नु पर्दछ म अधिकार पाइएको व्यक्ति हो। परमेश्वरले मलाई पृथ्वीमा यस कारण राख्नु भएको छ राज्य गर्नको लागि, प्रभुता गर्नको लागि, सबै कुराहरू जित्नको निम्ति प्रभुले राख्नु भएको छ, अन्धकारका शक्तिहरूमाथि जित्नको निम्ति। हालेलुया। प्रभुलाई धन्यवाद भएको होस्। अनि यहाँ सबैजनालाई जय मसीह। प्रभुले यहाँ सबैजनालाई आशिष दिनुभएको होस्।